ल अब यसमा गहिरिएर हेरौँ। आजको हाम्रो यो विश्लेषणमा एउटा यस्तो अकल्पनीय राजनीतिक यात्राको कुरा गर्दैछौँ नि जसले सबैलाई चकित पारेको छ। एउटा सामान्य इन्जिनियरिङ पढ्ने विद्यार्थीदेखि लिएर स्थापित राजनीतिलाई नै पुरै हल्लाइदिने बालेन्द्र अर्थात् बालेन शाहको उदय कसरी भयो त? यो एउटा साधारण चुनाव जितेको कथा मात्रै पक्कै होइन। यो त एउटा यस्तो गज्जबको रणनीतिक र मनोवैज्ञानिक मास्टर क्लास हो जसले नेपाली राजनीतिको बाटो नै मोडिदिएको छ। आज हामी तीनै तथ्य र स्रोतहरू खोतल्दैछौँ जसले यो अभूतपूर्व उदयलाई सम्भव बनायो। अब एकपटक सन् 2017को मे 14को यो भनाइलाई ठेक्कै ध्यान दिएर हेरौँ त। जति बेला नेपालमा स्थानीय तहको चुनावको रौनक थियो, भारतको बेङ्गलोरमा स्ट्रक्चरल इन्जिनियरिङ पढिरहेका एकजना युवाले आफ्नो फेसबुकमा यो स्टेटस लेख्छन्। त्यतिखेर त यो एउटा सामान्य युवाको जोश वा असन्तुष्टि जस्तो मात्रै लाग्न सक्थ्यो, होइन र? तर यो त्यति सामान्य कुरा थिएन। यो त आउने दशकको राजनीतिको एउटा एकदमै स्पष्ट भविष्यवाणी पो रहेछ। कसैको भर नपर्ने र म मेरो देश आफै बनाउँछु भन्ने यो गज्जबको आँटले एउटा ठूलै राजनीतिक आँधीको सङ्केत गरिरहेको थियो। अब सिधै मार्च 27, 2026को त्यो ऐतिहासिक दिनमा पुगौँ। हाम्रा स्रोतहरूका अनुसार यो भविष्यवाणी कसरी यथार्थमा परिणत हुन्छ जब बालेन्द्र शाहले नेपालको इतिहासकै सबैभन्दा कान्छो निर्वाचित प्रधानमन्त्रीको रूपमा शपथ लिन्छन्। 8 वर्ष अघिको एउटा सामान्य फेसबुक स्टेटस कसरी देशको सबैभन्दा ठूलो कुर्सीमा पुग्यो होला? यो उपलब्धि आफैमा एउटा यस्तो बलियो प्रमाण हो नि जसले देखाउँछ एउटा स्पष्ट र दृढ सोच भयो भने असम्भव जस्तो लाग्ने कुरा पनि कसरी सम्भव हुँदो रहेछ। तर पख्नुहोस्, कथा यतिमै सकिँदैन। सन् 2017को त्यही फेसबुक पोस्टको कमेन्ट सेक्सनमा अलिकति तलतिर हेर्ने हो भने त्यहाँ अर्को एउटा अचम्मको सङ्केत लुकेको छ। बालेनका क्लासमेट सुनिल लम्सालले त्यो पोस्टमा समर्थन जनाउँदै एउटा कमेन्ट गरेका थिए। अनि त्यसको रिप्लाईमा बालेनले लेख्छन्, मलाई थाहा छ तिमी सधैँ मेरो साथमा हुनेछौ। सुन्दा कस्तो फिल्मी लाग्छ है? तर साँच्चै जति बेला बालेनले प्रधानमन्त्रीको शपथ लिन्छन्, ठेक्कै त्यही बेला उनकै साथी सुनिल लम्सालले पनि सँगै मन्त्रीको रूपमा शपथ लिन्छन्। यो गहिरो विश्वास र मित्रताको जग त धेरै अघि नै बसिसकेको रहेछ नि। अब लागौँ पहिलो खण्डतिर, जरा र्याप र इन्जिनियरिङ। आखिर यो रहस्यमयी र एकदमै डाइनामिक क्यारेक्टरको पछाडि कथा के छ त? अलिकति बाल्यकालतिर फर्केर हेरौँ। 2046 सालको माघमा काठमाडौँमा जन्मिएका बालेनका बुवा रामनारायण शाह एउटा सफल आयुर्वेदिक डाक्टर हुनुहुन्थ्यो। राजपरिवारका सदस्यहरू बिरामी पर्दा समेत उहाँलाई नै बोलाइन्थ्यो रे। अब बुवाको सरकारी जागिर सरुवा भइरहने, त्यसैले 2063 सालमा एसएलसी दिँदासम्म त बालेनले काठमाडौँभित्रै 8वटा भन्दा बढी स्कुल फेरिसकेका थिए। सायद यही हुर्काई र बुवाको कामको प्रभावले होला उनमा सानैदेखि प्रशासन र राज्य व्यवस्थाप्रति एकदमै गहिरो चासो बसिसकेको थियो। अनि अर्को कुरा नि, उनी सानैदेखि एकदमै सिरियस र जे कुरामा पनि प्रष्ट हुने खालका थिए। अब यहाँनिर सबैभन्दा रोचक कुरा के छ भने हामी बालेनका दुईवटा बिल्कुलै फरक रूपहरू एकै ठाउँमा देख्न सक्छौं। एकातिर उनी हिमालयन व्हाइट हाउस कलेजमा सिभिल इन्जिनियरिङ जस्तो एकदमै तार्किक विषय पढ्दैछन्। अर्कोतिर ठ्याक्कै त्यही समयतिर सन् 2013मा उनी नेपाली हिपहप ब्याटल र बार्जमा भाइरल भइरहेका छन्। लिल ग्रिजलसँगको त्यो चर्चित र्याप ब्याटलले त उनलाई युवाहरूमाझ रातारात हिट बनाइदियो। एकातिर इन्जिनियरिङको लजिक, अर्कोतिर र्यापको क्रिएटिभिटी। यो दुईवटा कुराको गजबको ब्यालेन्स नै पछि गएर उनको सफलताको मुख्य हतियार बन्यो। हुन त सङ्गीततर्फको यो लगाव उनलाई आफ्ना कवि बुवाबाटै सरेको थियो। तर हेर्नुहोस् है, उनका र्यापहरू खालि मनोरञ्जनका लागि मात्र थिएनन्। औपचारिक रूपमा राजनीतिमा आउनुभन्दा धेरै अघिदेखि नै उनले गीतलाई बलियो राजनीतिक र सामाजिक मेसेज दिने माध्यम बनाइसकेका थिए। स्कुलमै हुँदा सडकका बालबालिकालाई देखेर लेखेको सडक बालक होस् वा इन्जिनियरिङ पढ्दै गर्दा रिलिज भएका आम नेपाली बुवा र म नेपाल हाँसेको हेर्न चाहन्छु जस्ता ट्र्याकहरू, यी सबैमा देशको अवस्थाप्रतिको एउटा गहिरो चिन्ता र सामाजिक चेतना प्रष्टै सुन्न सकिन्छ। अनि जब 2015को अप्रिलमा त्यो विनाशकारी भूकम्प गयो नि, उनले आफ्नो इन्जिनियरिङको ज्ञानलाई सिधै एक्सनमा उतारे। त्यतिबेला ब्रिज इन्जिनियरको रूपमा काम गरिरहेका बालेन समय खेर नफाली उद्धार र पुनर्निर्माणमा खटिए। उनले हेल्प नेपाल भन्ने संस्थासँग मिलेर गोर्खामा 2 महिनासम्म सेल्टर इन्जिनियरकै रूपमा काम गरे र प्रभावितहरूका लागि 28वटा अस्थायी घरहरू बनाए। त्यसपछि फेरि मेलम्ची पुगेर भत्केका संरचनाहरूको जाँच गर्ने काम गरे। यसबाट के देखिन्छ भने उनी कुरा मात्र गर्ने होइन, फिल्डमै गएर नतिजा निकाल्ने व्यक्ति हुन्। ल अब लागौं खण्ड 2 तर्फ, बेङ्गलुरुमा राजनीतिक जगको निर्माण।
मास्टर्स पढ्न भारतको बेङ्गलोर जानु उनको जीवनको अर्को ठूलो टर्निङ पोइन्ट थियो। एनएमआईटीमा स्ट्रक्चरल इन्जिनियरिङमा एमटेक पढ्दा पढ्दै उनका ठूला सपनाहरूले एउटा ठोस आकार लिन थाले। त्यही त हो नि सुनिल लम्साल जस्ता पछि गएर आफ्नै क्याबिनेट मन्त्री बन्ने एकदमै मिल्ने साथीहरूसँग उनको चिन्जान भएको। एकपटक त पार्कमा बस्दा बस्दै उनले आफ्नो भिनाजुलाई म देशका लागि केही ठूलो गर्छु भनेर सुनाएका थिए रे। आफू देश बाहिर भए पनि सामाजिक सञ्जालबाट नेपाली राजनीतिलाई एकदमै सूक्ष्म रूपमा हेरिरहेका थिए। भनौँ न बेङ्गलोरको त्यो बसाई उनको भावी राजनीतिको एउटा ल्याब जस्तै बनेको थियो। उनको राजनीतिक विश्लेषण कस्तो थियो भन्ने कुरा यो एउटा भनाइबाटै छर्लङ्ग हुन्छ। सन् 2016तिर जतिबेला तत्कालीन प्रधानमन्त्री केपी ओलीको क्रेज एकदमै चुलिएको थियो, बालेनले भनेका थिए, यदि केपी ओलीले काम गरे भने हामी उनलाई माया गर्नेछौँ, अन्यथा हामी उनलाई घृणा गर्नेछौँ। कुरा एकदम सिधा छ। हेर्नुहोस् त, कति प्रष्ट विचार। कसैको अन्धभक्त हुने होइन, नेताले दिने डेलिभरी र कामको नतिजा हेरेर मात्र मूल्याङ्कन गर्नुपर्छ भन्ने उनको यो अब्जेक्टिभ एप्रोच साँच्चै नै तारिफयोग्य छ। अब हामी यो कथाको सबैभन्दा रोमाञ्चक मोडमा छौं। खण्ड 3 मेयर चुनावको मास्टर क्लास अभियान। तसर्थ यहाँ सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भने नेपाल फर्किएर आफ्नै कन्सल्टिङ फर्म चलाइरहेका बालेनले काठमाडौँको मेयरमा स्वतन्त्र उठ्ने जुन बोल्ड निर्णय गरे त्यसले पुरै माहौल तताइदियो। अब पालो युवाको हो। हाम्रो शिक्षाको प्रयोग कहिले हुने? हाम्रो काठमाडौँ हामी आफै बनाउनेछौँ। यो भनाइले पुराना पार्टीहरूको विकल्प खोजिरहेका युवाहरूको मनको कुरा ठ्याक्कै बोलिदियो। यो त एउटा सामान्य नारा मात्रै थिएन, यो त वर्षौंदेखि जरा गाडेर बसेको राजनीतिक सिन्डिकेटमाथिको एउटा सिधा र निकै कडा प्रहार थियो। अनि उनको यो क्याम्पेनको तरिका त झन्नै गजबको थियो। परम्परागत पार्टीका ठूला ठूला र्याली र भाषणलाई पुरै बाइपास गरेर उनले आफ्नो उम्मेदवारी सिधै रुटिन अफ नेपाल बन्द जस्तो पपुलर फेसबुक पेजबाट घोषणा गरे। त्यसले गर्दा एकै झट्कामा लाखौं युवासम्म उनको कुरा पुग्यो। त्यसपछि त के चाहियो र? सेलिब्रिटीहरूको सपोर्ट आउन थाल्यो अनि विभिन्न पोडकास्ट र टिभी इन्टरभ्यूहरूमा उनको मात्रै चर्चा हुन थाल्यो। अरू ठूला पार्टीले उम्मेद्वार कसलाई उठाउने भनेर मिटिङ गरिरहँदा यता बालेनले मिडिया र पब्लिक अटेन्सन पुरै कब्जा गरिसकेका थिए। अझै यो चुनावी माहौलमा आगोमा घिउ थप्ने काम गर्यो पपुलर सेलिब्रिटीहरूको खुल्ला समर्थनले। स्वप्निल शर्मा, नाजिर हुसैन अनि निश्चल बस्नेत जस्ता युवा पुस्ताले एकदमै रुचाएका अनुहारहरूले खुलेरै बालेनको पक्षमा भोट मागे। पब्लिक फिगरहरू यसरी एउटा स्वतन्त्र उम्मेद्वारको पछाडि उभिनु भनेको सानो कुरा थिएन। यसले उनको क्याम्पेनमा यस्तो एनर्जी र मोमेन्टम ल्याइदियो कि त्यसलाई रोक्न पुराना राजनीतिक दलहरूलाई साँच्चै नै पसिना छुट्यो। र यसले एकदमै शानदार रूपमा के प्रश्न पार्छ भने बालेनको कन्फिडेन्सको लेभल कति माथि थियो। हिमालयन टिभीको एउटा अन्तर्वार्तामा उनले ढुक्क भएर भनेका थिए, म ठ्याक्कै 90,835 भोट ल्याएर जित्दैछु। चुनाव जस्तो अनिश्चित कुरामा आफूले गरेको डेटा एनालिसिसको भरमा यति सटिक नम्बर तोकेर भन्नु जो कोहीको बसको कुरा होइन। यो देखेर त पब्लिक पनि छक्क परे। यो डेटा ड्रिभन कन्फिडेन्सले मतदातामा एउटा गहिरो मनोवैज्ञानिक छाप छोड्न सफल भयो। अब त्यो 90,835 भोटको पछाडिको अलिकति विज्ञान पनि बुझौँ है। यसलाई बिहेभियरल साइन्समा प्रिसिजन बायस भनिन्छ। मान्छेको दिमागले कसरी काम गर्छ भने जब कसैले अन्दाजमा म धेरै भोटले जित्छु भन्नुको सट्टा यति नै भनेर ठ्याक्कै नम्बर दिन्छ नि, तब अवचेतन रूपमै मानिसहरूलाई लाग्छ, ओहो यसले त पक्कै धेरै गहिरो रिसर्च गरेको हुनुपर्छ। यो मनोवैज्ञानिक अस्त्रले बालेनप्रतिको विश्वासलाई यति बलियो बनाइदियो कि मतदातालाई लाग्यो उनी हावाको भरमा होइन, एकदमै पक्का तथ्याङ्क लिएर मैदानमा उत्रिएका छन्। प्रिसिजन डायस मात्रै होइन, यहाँ अर्को एउटा मनोवैज्ञानिक फ्याक्टरले पनि जादु गरिरहेको थियो, जसलाई ब्यान्डव्यागन इफेक्ट भनिन्छ। जब बालेनले पुरै कन्फिडेन्सका साथ आफूले जित्ने दावी गरे र उनको पक्षमा जताततै क्रेज देखिन थाल्यो, अनि के भयो थाहा छ? भोट कसलाई दिने भनेर दोधारमा परेका मतदाताहरू पनि बिस्तारै उनकै पक्षमा ढल्कन थाले। किनकि अक्सर मानिसहरू जुन उम्मेद्वारले जित्ने सम्भावना बढी हुन्छ वा जसको धेरै चर्चा हुन्छ उसैलाई भोट हाल्न रुचाउँछन्। यही माहौलले गर्दा उनको चुनावी अभियान एउटा रोक्नै नसकिने भेलमा परिणत भयो। ल अब अगाडि बढौँ र हेरौँ यो सबै कसरी एउटा बिन्दुमा आएर जोडिन्छ। खण्ड 4 पूर्वकल्पनाको पूर्णता। हामीले सुरुमा जुन भविष्यवाणीको कुरा गरेका थियौँ नि, अब त्यो यथार्थमा परिणत भएको कल्पना गरौँ। यो दुईवटा दृश्यको तुलना हेर्दा जो कोहीको पनि आङ जिरिङ्ग हुन्छ।
एकातिर सन् 2017मा एउटा साधारण इन्जिनियरिङ विद्यार्थीले फेसबुकमा लेखेको एउटा सानो स्ट्याटस, अनि अर्कोतिर त्यसको करिब 1 दशकपछि 2026मा सिङ्गो देशको प्रधानमन्त्रीको रूपमा खाइरहेको शपथ। सुन्दा पत्याउने गाह्रो पर्छ है, तर यो कुनै जादु वा संयोग पक्कै थिएन। यो त डेटा, प्रविधि, मनोविज्ञान अनि जनताको चाहनालाई ठ्याक्कै बुझ्न सक्ने एउटा अचोक रणनीतिको नतिजा थियो। हाम्रो आफ्नै आँखा अगाडि एउटा स्वतन्त्र युवाले कसरी परम्परागत पार्टीहरूको ठूलो पर्खालाई भत्काएर इतिहास रच्न सक्छ भन्ने कुरा यसले प्रष्ट पारेको छ। आजको यो पुरै विश्लेषण हेरिसकेपछि एउटा एकदमै महत्त्वपूर्ण प्रश्न उब्जिन्छ। बालेन शाहले प्रयोग गरेको यो स्वतन्त्र र मनोवैज्ञानिक रणनीतिको मोडलले परम्परागत राजनीतिलाई त मजाले हल्लाइदियो, तर के यो ब्लुप्रिन्टले 2026को चुनाव र त्यसपछिको इतिहासमा सधैँका लागि आफ्नो बलियो स्थान बनाउन सक्ला त? के यसले हाम्रो आधुनिक राजनीतिको स्वरूपलाई सधैँका लागि परिवर्तन गरिदिएको हो? यो एउटा यस्तो प्रश्न हो जसको उत्तरले नेपालको मात्रै होइन, विश्वभरिकै लोकतान्त्रिक अभ्यासलाई एउटा नयाँ बाटो देखाउन सक्छ। यही विचारणीय प्रश्न छोड्दै आजको यो विश्लेषणबाट म बिदा हुन्छु। हाम्रो यो रोमाञ्चक यात्रामा सँगै रहिदिनु भएकोमा धेरै धेरै धन्यवाद।